हेर्नुस्, मेरो जिन्दगीको सबैभन्दा ठुलो प्राप्ति भन्नु नै त्यागको महत्त्व बुझ्नु हो। त्यागले आफ्नो स्वार्थभन्दा माथि उठेर समाज सेवा गर्न प्रेरित गर्छ र यही कुरा मैले बुझेर यो त्याग फिल्म बनाएँ। केटा हो भर्ती हुने भएदेखि दौड्ने कोसिस गर, आफ्नो फिजिकल बनाउने कोसिस गर। आफ्नै जिल्लामा चाहिँ भर्ती खोलिरहेको छ, मान्छेले देश विदेश भन्छ। देश विदेश हुने केटा हो। देश विदेशमा भन्दा आफ्नै देशमा बसेर सेवा गर्नु, आफ्नै परिवारसँग बसेर सेवा गर्नु आफ्नो ठुलो भाग्यको कुरा हो। अच्छा, के भन्छन् हो यी काका पनि? अचल नेपालमा जागिर खान सोर्स नभइकन हुन्न भन्छन्। हामीलाई कसले लिन्छ र हो काका? होइन त केटा हो? होइन हौ काका, के चाहिने रहेछ त्यो जागिर खानलाई? सबै यो पत्रिकामा हेर ल। पत्रिकामा के भनेर आफ्नो चाहिँ नागरिकताहरू, क्वालिफिकेसनहरू सबै त्यहाँ यो चाहिने भने सबै देखाएको छ त्यहाँ। होइन हौ काका, अनि त्यो त सबै सोर्स मात्रै चल्छ, यस्तो उस्तो मात्रै भन्छ, त्यस्तै हल्ला छ त हौ काका। ए मामा, हुँदैन क्या, हिजो आज सोर्स नभए हुँदैन। यो कहिले कहिले हल्ला पछि पनि लाग्नुपर्छ। हल्लामा पछि लागेर हेर, भए पास नभए अभ्यास। ल मेरो कुरा यति हो। तपाईँ खाँदैछ चिया? दिएको खाँदैछ। जाऊ त। आमा, आर्मीमा जागिर खुलेको छ अरे, यसो देखिन जानु पाए हुन्थ्यो कि भने। के अरे? आर्मीमा जागिर खुलेको छ अरे, देखिन जानु पाए हुन्थ्यो कि भने। किन खानु पर्थ्यो आर्मीको जागिर? पर्दैन जागिर सागिर खान। अरूले केही गरे हुन्छ? अरू केही गर्नलाई त लगानी गर्ने पैसा पनि त हुनु पर्यो नि त। अनि यत्रो दुनियाँमा त्यही आर्मी बाहेक अन्त जागिर खाने ठाउँ देखिन्छ तैँले? आजकल सजिलै कहाँ जागिर खान सकिन्छ र? जताततै बेरोजगार भिड मात्रै छ। अब एकचोटि देखिन जाम कि भनेको नि। अब नामै निस्किन्छ भने त के ग्यारेन्टी छ र? हे बाबु, तेरो बाबुले पनि त्यही आर्मी र देश भन्दा भन्दै तिमीहरूलाई केटाकेटीमै टुक्रा बनाएर गयो। देशको नाम राखेर आउँछु भनेर गएका फेरि कहिले फर्केनन्। विद्रोहीको भिडन्तमा परेर मारियो। जुन जागिरले मेरो भाग्यको रङ खुस्यो, त्यही जागिर खान जा भनेर तँलाई म कसरी भन्नु त? आमा, म अहिले चाहिँ अलिक ढिलो आउँछु, मलाई खाना पर्खे नपर्ने। अनि के सर त्यस्तो कहाँ जानलाई? त्यहाँ कलेजमा वार्षिक उत्सव मामला आयो, त्यसको लागि कार्यक्रममा नाचगान गर्नुपर्ने हामीले नि, त्यही भएर अलिक ढिलो आउँछु। ए लौ त नि लौ, बेलामा आइदिस् नि फेरि। ए हुन्छ हुन्छ, ल गएँ आमा। ल ल ल आमा, म आर्मीमा भर्ती भएँ। भर्ती भइस् रे? अनि कहिले गइस् र भर्ती हुन? के भन्छ यो केटो? त्यो अस्ति त्यो कलेजमा कार्यक्रम छ भनेर गएको थिएँ नि, त्यतिखेर गएको। आमा पकाउन आउँदैछु। घरको चिन्ता नगरिस्, इमान्दार भएर काम गरिस्, ठुलो ठुलो नाम कमाइस्। भयो भयो, हिँड्न लागेको मान्छे राम्रो सोच्छ। ल जान्छ है। ल राम्रोसँग जायो, पार्टी पनि दिएनस्। पार्टी त अब ट्रेनिङ सकेर आज दिइहाल्छु नि, बरु घरमा आमा एक्लै हुनुहुन्छ, जे भए पनि राम्रोसँग जा। अहिले सँगै हुन्थ्यो है, अब ल भनेन
सँगै गइथ्यो नि अब एक्लै एक्लै गएछस् फर्म भर्नु पनि जा जा ल जा ल आमा ए आमा बाबु त आइपुगेस् ढोकरे बाँकी माने हुनु सन्चै छस् नि हजुर सन्चै हजुर पनि सन्चै हुनुहुन्छ सन्चै छु थाकेर आइस होला हिँडभित्र हुन्छ ल अनि बाबु जागिर कस्तो छ त गाह्रो साह्रो के कस्तो छ ठिकै छ आमा अलिअलि दुःख त भइहाल्छ नि तब घरमै बस्नु नि कहाँ सजिलो छ सानो त हो झनै अब पल्टनमा अलिअलि गाह्रो साह्रो त भइहाल्छ अनि सुन्नु बाबु एउटा कुरा गरौँ कि भनेको के कुरा हो भन्नुहोस् न तेरो बहिनी पनि सानै छ साँच्ची बहिनी देख्दिनँ नि कता गयो ऊ बाहिरतिर खेल्न गएकी छ ए अनि के भन्नुभएको थियो भन्नुहोस् त त्यही त तेरो बहिनी पनि सानै छ म पनि एक्लो मान्छे अब गाह्रो साह्रो हुँदाखेरि पानी दिने पनि कोही नहुने त पल्टनु हुन्छस् अब तेरो बिहे गरिदिन पाए साथी हुन्थ्यो भनेको पल्ला घरि काकाले पनि कुरा लिएर आउनु भएको थियो एउटा नानी छिनरी हेर्न जाऊँ कि भनेको अब बिहा गरेर पनि त्यही खाने मुख मात्रै बढ्ने त हो नि आमा अब अर्काको छोरीचेरी कस्तो पर्ने थाहा छैन अब त्यस्तो भनेर नि हुन्छ त जसै एक दिन बिहे त गर्नु परिहाल्छ क्यारे अब केटी हेर्न जाऊँ तँलाई चित्त बुझे बिहे गरौँला न त भइगयो ठिकै छ नि त आमा अब हजुरले भनिहाल्नुभयो एकचोटि विचार गर्छु नि त प्रवेश सर तिम्रो विवाह गर्न जानको लागि 25 दिन घर बिदा पास भएको छ जानको लागि तयार हुनु रेडी हुनु तिम्रो दाम्पत्य जीवन सुखमय रहोस् मेरो शुभकामना अहिले भर्खरै आएको भूकम्पले विभिन्न ठाउँमा जनधनको क्षति पुर्याएको छ त्यसैले उद्धार कार्यको लागि जानको लागि माथिबाट आदेश आइसकेको छ जानको लागि तयार छ दिदी तपाईँको घरमा को हुनुहुन्छ यो छोरी र म मात्रै छौँ यसको बा खसेको पनि 3 साल भयो अब यसको दाइ पनि अहिले आर्मीमा छ जब के आएको लाग्यो नि त्यही त न बाँचियो स्टार्टरको बिहामा पनि भएको एउटा छोरासँग साथमा नहुँदा खबर लाग्दैन दिदी घर नआए पनि केही गुनासो छैन नानी भए पनि आफ्नै घरमा विपद पर्दा त आउनुपर्ने हो मेरो छोरो पनि यसै गरी कसैको बा आमा दिदीबहिनीहरूको ज्यान बचाउँदैछ कसैको लागि यसरी नै खटिएको छ भनेर सम्झिँदा खुसी लाग्छ नानी अब हाम्रो सेवा गर्न यी कहाँ कहाँबाट नानी बाबुहरू आएका छन् अब मेरो छोरो पनि यसरी नै कसैको लागि खटेको होला भनेर सम्झिँदा पनि गर्व लाग्छ नानी अब राष्ट्र सेवक सेनाकी आमा हुँ भनेर सम्झिँदा पनि गर्व लाग्छ
छोरोसँगै नभएर के भयो त? अब मेरो छोरो पनि त्यसको छोरो भएको छ। अब एउटी आमाको लागि योभन्दा खुसीको कुरा के हुन सक्छ? अगाडि हेर केटा हो अगाडि हेर्दै तर भुइँमा हेर्दै हेर्दै ल्याउनु बिस्तारै ए यहाँ पनि केटा पक पक एकजनाले यसलाई समाल एकजना समाल छिर्छ केटा हो एकजनाले एकजना जसले भएन समूह यसलाई समूह 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 ल ल केटा बिस्तारै 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 यो चिन्डो पारा उता पल्टाउनु ल माथि राख चल चल यता राख छोरी 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 त्यसो नभन्नुहोस् अङ्कल, यो त हाम्रो कर्तव्य हो, नआत्तिनुहोस् अङ्कल। सदैव आफ्नो व्यक्तिगत समस्यालाई दोस्रो प्राथमिकतामा राखेर देश र जनताका हरेक विपत्ति र कठिन परिस्थितिमा निस्वार्थ सेवाभावले अटुट रूपमा साथ र सहयोग गर्दै द्वन्द्वग्रस्त मुलुकहरूमा पुगेर आफ्नो ज्यानको बाजी राखी सदा सर्वदा विश्व शान्तिको कार्यमा तत्पर रहने स्वच्छ छवि निस्मा के छ तिम्रो हालखबर? मैले तिम्रो डान्स हेरेको थिएँ। पक्कै तिमीले कतै सिकेर गरेको त होइन होला, तिम्रो सँगसँग बुझ्छु, तर तिमी अलिक विचार चाहिँ गर्नु पर्थ्यो। त्यही त अलि बढी नै ओभर एक्साइटेड भएँ, त्यो कुराहरू ख्यालै गरिनँ। अबबाट चाहिँ केयरफुल हुन्छु। अनि त्यो सबै नेगेटिभ कमेन्ट्सहरूले एकदमै धेरै लेसन चाहिँ सिकाएको छ। अनि कस्तो भयो त कम्पिटिसन? राम्रो भयो, तर म जितिनँ नि। तर केही छैन, म अर्को साल पार्ट लिन्छु नि। मैले नजिते मेरो बेस्ट फ्रेन्डले त जित्यो नि। हजुरले थाहा, उसले त हामीलाई आइसक्रिम ट्रिट नि दियो नि। यु आर सो स्ट्रङ मेगा। दिदी, मैले तपाईँको डान्स हेरेको थिएँ नि, कस्तो राम्रो लाग्यो। मेरो साथीहरूले नि मन पराए। आउने एउटा सेल्फी खिचौँ न, म भोलि मेरो साथीहरूलाई देखाउँछु। देखेर त नेगेटिभ कमेन्ट्सतिर मात्रै नजाऊ तिमी, बरु अझै कसरी बेटर गर्न सकिन्छ त्यो सोच। यसो फुर्सद मिल्छ भने बरु मेरो छोरीलाई पनि कहिलेकाहीँ डान्स सिकाऊ। हुन्छ, भइहाल्छ न। मम्मी भन्दैछ न। तिम्रो हरेक कन्टेन्टमा केही नयाँ पनि देखिन्छ निस्मा, जुन एकदमै राम्रो पनि छ। मैले तिमीबाट धेरै कुरा सिक्ने मौका पाएको छु, तर स्याडली
तिमीलाई अगाडि लान हामी सक्दैनौँ बिकज तिम्रो कन्टेन्टले अझै टार्गेट छुन सकेन। केही छैन बाबा, म यता पुग्नु नै ठुलो कुरा हो। बाखापाबाट मैले आफ्नो रियल ट्यालेन्टलाई चिन्न सकेको छु। मेरो डान्सप्रतिको रुचि अझ धेरै बढेको छ र म त्यसलाई कन्टिन्यू गर्नेछु। के सोचेको थिएँ के भयो, ठुम्का लगाउँदा लगाउँदै उसको नेक्स्ट स्टेजमा पुग्ने सिँढी भाँच्यो। तर केही छैन, निस्माको एटिट्युड अनुसार उसले आफ्नो कथाको प्रसार अवश्य प्राप्त गर्नेछ र हाम्रो सोबाट गिफ्ट रिडिम गर्ने पोइन्ट्स पनि पाउनेछ।